चन्दागिरी नगरपालिका वडा नम्बर 3 का अध्यक्ष श्री दुर्गालाल महर्जनज्यूलाई पनि हार्दिक आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणकै क्रममा यस साथीहरू राजेश्वरी सङ्गीता नानीया ज्ञानमया ललिता वन्दनाको परिचय प्रकृतिका कोटि कोटि सम्पदाको आचल ज्ञान भूमि शान्ति भूमि तर हिमल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र सुब्यादो ठौया ठो झिगु नेवा बासुरी खलया सोकोगु जुन बासुरी प्रशिक्षण ज्याजो या ठो कोचाको ज्या सञ्चालना दिम झि राजभाइ अले अठेस्तु ठौया ठो ज्याजोया सभा नायो भने भम दाजु कृष्ण गोपाल श्रेष्ठ अठेस्तु ठो ठौ ज्याजोया ज्याजोया त झझ ढ्याक्यु निम्ति झिउ निमन्त्रणा स्वीकार याना झायादिम प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अञ्जना विसङ्खीज्यू अठेस्तु ठे ज्याजोया त झझ ढ्याके त झिउ निमन्त्रणा स्वीकार याना झायादिम विशिष्ट अतिथि प्रदेश समिति सदस्य झिउठो चन्दागिरी नगरपालिका झिउठो 3 नम्बरमा चेली रमा दिदी रमा आलेमगरज्यू अध्यक्षु झिउठो ठासे चना विभिन्न क्षेत्र ढिसिलाक ज्याइना दिपी अतिथि दाजु किजापी तथा टकेपी अले ठो ज्याझले झाया दिपी सकल दाजु किजा तथा टकेपी मा बापी सकेसी त झिगु नेवा बासरी खलया पाके अले झिगु व्यक्तिगत पाके अभिवादन दो
सबैले ताली बजाइदिनु होला। लिसे थाना WDP हनी बापी अले थाना W क्वेश्चन सोना दीपी हनी बापी सिक्पी अले जिता अतिक योपी प्रशिक्षार्थी के किजा भाजु मेजु पिंटा जिगु दुडुगलन से जो जलपा अकनस्का जो जलपा जिगु परिचय थे बाजा जुई ढुंगला जी उखे थुखे यक्को जाइना जिगु परिचय मोरु जी ठोक फेले तो बाजा खेले जुयाबु 2057 सालन से खा 57 सालन से जी तीजगा थो थमेशा सोसियुगु सेनिगु सूर्य नगु खा अले छथा सेना बिया वो खनकी मेथाना सेनमाला दिगु इना पोला मेथा सेना बिया वो खनकी मेपसाना सेना बिमाला दि इना पोला अथि जो प्रदेश सांसद जो र यो आजको यो दीक्षान्त समारोहमा तेस्रो ब्याजमा आजको दीक्षान्त हुन लाग्नुभएका सम्पूर्ण दीक्षित हुन लाग्नुभएका बाँसुरी सिकेका प्रशिक्षार्थी भाइ बहिनीहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अभिवादन गर्दछु। अनि बिहानैदेखि अब पूजाको लागि भनेर खाली पेट बसेर हाम्रा भाइ बहिनीहरू कलाकार भाइ बहिनीहरू खाली पेटमै चाहिँ नि के कला देखाउन सक्ला र त्यसैले अलिकति उतातिर नास्ता गरिराखेको छ भन्ने मैले सुने। हाम्रो थानकोटको
सानो भाइ बहिनीदेखि लिएर बाँसुरी खललाई जीवन्त राख्नुपर्छ भन्ने सोचाइका साथ आयोजना त गर्नुभयो। त्यो आयोजना पश्चात यसलाई मूर्त रूप दिने हाम्रो गुरु मेरो चाहिँ आज पहिलोपटक उहाँसँग भेट भइरहेछ र त्यसपछि मञ्चमा आसन ग्रहण गरिरहनु भएको सम्पूर्ण अतिथिज्यूहरू, बाँसुरी खलमा दत्तचित्त भएर लागिरहने मेरो त भाइ बहिनीहरू र यो समापन कार्यक्रममा उपस्थित हुनुभएको आदरणीय दाजुभाइ दिदीबहिनी, मेरो आदरणीय बुवाहरू, यहाँहरू सबैलाई म बागमती प्रदेशको तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। प्रशिक्षकले दिनुभएको इन्स्ट्रक्सन अथवा उहाँले दिनुभएको गाइडलाइन्स अनुसार चाहिँ आज यो बाँसुरीलाई आफ्नो कला, आफ्नो संस्कृति अनुसार ढाल्न सक्षम हुने भाइ बहिनीहरूलाई म हार्दिक बधाई, शुभकामना व्यक्त गर्न चाहन्छु। हो, असाध्यै राम्रो गीतमा नृत्य गर्न आउँदै हुनुहुन्छ हाम्रा
छ है। खै भाइ बहिनीहरू के भयो? यहाँ सम्पूर्ण दर्शकवृन्दहरू तपाईँहरूको प्रतीक्षामा हुनुहुन्छ। मदीना मदीना यारा जी उसे चुंगु तो खेले चुंगु तो खाया थी पाला पाला है गुली बांध मला गुली की तो पाला मीठा बाला गज मदीवा मदीना येवा उसे चुंगु तो खेले। उहाँको हुनुहुन्छ यसै थानकोटका चेली बबिता गोपाली। उहाँलाई धेरै धेरै सम्मान प्रकट गर्दछु। यस सभाका प्रमुख अतिथि अञ्जना बिसुङखेज्यूलाई प्रमाणपत्र वितरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै वाद्य गुरु धर्म मुनिकारज्यूलाई खादा उडाएर कलाकारहरूलाई अथवा प्रमाणपत्र प्रशिक्षार्थीहरूलाई खादा उडाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। झिगु नेवा बाँसुरी खल थकुवाया गोछाले तिथि नेपाल सम्मत 1139 ये लाथो दशमी 2076 साल भाद्र 22 गते निसे नेपाल सम्मत 1140 सिल्लाका सप्तमी 2076 फागुन 3 गते सम्झना नकर्मे कृपया ताली बजाएर अलिकति हौसला बढाइदिनु होला। त्यसै गरी कविता कपाली वीरजू श्रेष्ठ सुदीन श्रेष्ठ रजनी कपाली प्रशिक्षार्थीहरूको लागि प्रमाणपत्र रहेको हो भने अब प्रदान गर्ने कार्यक्रम रहनेछ। बाँसुरीको प्रशिक्षार्थीहरूलाई मात्र। अब अहिले चाहिँ फेरि पश्चिमा सिक्नुहुने प्रशिक्षार्थीहरूलाई फेरि एकचोटि पुनः यो प्रमाणपत्र उहाँहरूले चाहिँ पश्चिमा सिक्नु भएको थियो। प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम फेरि हामी पुनः जोड्नेछौँ। त्योभन्दा अगाडि अर्को कार्यक्रममा पनि फेरि जानुपर्ने भएको कारणले गर्दाखेरि उहाँलाई धेरै अनि बाबा नायक ठो कार्यक्रमले विशेष अतिथि प्रदेश सांसद रमा हाले मगरजी ठो सभा
Thank you.
हामीलाई कुनै पनि कार्यक्रम गर्नको लागि साथ र सहयोगको जरुरी हुन्छ। त्यसरी साथ सहयोग गर्नेहरूलाई हामीले कहिले पनि छुटाउनु हुँदैन। यसरी नै धन्यवाद दिन चाहन्छु गुरु धर्ममुनिकारज्यू अनि रमा दिदीलाई। कृपया आफ्नो स्थानमा बसिदिनुहोला। एक नजर यता पनि है, ताली पनि बजाइदिनु है। कार्यक्रमको सभापति झिगु नेवा बासरी खोलाका नायक कृष्ण गोपाल दाई हुनुहुन्छ। उहाँ अलिकति बिरामी पनि हुनुहुन्छ। त्यही भएको कारणले गर्दाखेरि सभापतिको आज्ञाले म संरक्षक देवकृष्ण महर्जनले केही शब्दहरू म अन्तमा राख्न गइरहेको छु। हामीले यो झिगु नेवा बासरी खोला स्थापना गरेको उद्देश्य के हो भने हाम्रो समाजमा जुन विशेष गरी नेवार समुदायसँग सम्बन्धित बाजागाजालाई संरक्षण गर्ने क्रममा बिस्तारै हराउन खोजिरहेको यो बाँसुरी खोलालाई संरक्षण सम्वर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले यो बाँसुरी खोला स्थापना गरेर हामी अगाडि बढिरहेका छौँ। मैले अघि नै पनि भनिसकेँ तपाईहरूलाई, यो बाजागाजा बचाइराख्नको निम्ति यसलाई परम्परागत ढङ्गले मात्र अगाडि बढाउन अब मिल्दैन। समय धेरै बदलिसकेको छ। कुनै पनि पक्षलाई बचाउनको निम्ति त्यसलाई पेसागत रूपमै अगाडि बढाउन अहिलेको आवश्यकता हो। भन्न खोजेको कुरा के हो भन्दाखेरि हाम्रो यो झिगु नेवा बाँसुरी खोलाका जुन प्रशिक्षार्थीहरूले यो बाँसुरी बजाउन जान्ने भइसकेपछि साँच्चै लगनशील भएर उहाँहरू अगाडि बढ्न चाहनुभयो भने करिब 1500 जति पारिश्रमिक पनि पाउनुहुन्छ। यसरी चाहिँ एउटा बाँसुरी खोला जो हाम्रो संस्कृतिसँग जोडेको छ, त्यो संस्कृतिलाई पनि जोगाउँदै, हाम्रो संस्कृतिसँग जोडेका यो बाँसुरी बाजालाई पनि जोगाउँदै समाजमा शुभ कार्यको लागि गरिने यो बाजा बजाउँदै एउटा पेसाकै रूपमा यो बाँसुरीलाई अपनाउन सक्ने गरी हामीले प्रशिक्षण दिएर एउटा बाँसुरी वादकको रूपमा हरेक यस झिगु बाँसुरी खोलासँग सम्बन्धित सदस्यहरूलाई सक्षम बनाएका छौँ। त्यही भएको कारणले गर्दा हामी यसलाई गर्वको रूपमा लिन सक्छौँ। र अन्तमा आजको यस कार्यक्रम हामीले 4 बजेतिर सिद्ध्याउने जमर्को गरेका थियौँ, तर 1 घन्टा ढिला भएर करिब 5 बज्न लागिसकेको छ। यो चिसो मौसममा पनि यो कार्यक्रम सम्पन्न नहुन्जेल तपाईहरू धैर्यपूर्ण ढङ्गले यहाँ नमस्ते।
जिगुना कृष्ण गोपाल ख जी ठो झिगु नेवा बासुरी खलया नायक ख झिसं ठो बासुरी छाया सेनाको ढ्याबले थन परम्परागत रूपमा नपानिसे बासुरी मरुगु चाहिँ मुखो तर दसाना तबी वे फुलागु परम्परा फुलागु संस्कृति वे जात्रा पात्रा छक निकजको चाहिँ मतलब चाहिँ बासुरी पुई पश्चिमा थाई अनली ठो बासुरी छाया सेनाको ढाबले मतलब नाब फुलापी मतलब चाहिँ झी बाजे बराज पिसजको चाहिँ पुई थे चाहिँ ठौगने भी मतलब नो जेनेरेसन मिसमस्तेसँग ठो बासुरी चाहिँ मतलब चाहिँ पुई मुखो नास डेठा चाहिँ धाउनी मुजियो धाई ढगा इन्टु ढुकाइन मुखो एजिया छिस ठुकेट चाहिँ भतिज परिमार्जित याना गठियाना छिस चाहिँ मतलब चाहिँ छुले ढाबले मिजतेसँगको मुखो मिस्तेसँग मिसमजतेसँग ठो बासुरी चाहिँ मतलब चाहिँ खी पछिमा बासुरी फुइकुसा जू ढगा चाहिँ मनन याकि त ठो बासुरी सेनाको जुल अहिले छिस आठो चाहिँ 2069 साल फर्स्ट ब्याच छिस सेनाको जुल अथे 2073 साल चाहिँ निकोको बासुरी सेनाको जुल अनौठो 2076 साल भाद्र 22 गते निसे सोकोको पटक चाहिँ ठो बासुरी सेनाको जुल उकी चाहिँ मतलब चाहिँ 6 किसिमको परीक्षण काली रूपमा कई बेला मतलब गेजुल लासा गति मिजतेसँग चाहिँ मतलब चाहिँ ठो बासुरी मतलब खी पछिमा थायु ख अथे मिसमचतेसँग उले बाणक मतलब चाहिँ थाना किन मतलब छिसँग गुली प्रयास याना वो सफल जुल ठो मतलब बासुरी या चाहिँ मतलब चाहिँ विशेषता उपलब्धि अथवा सफलता ढिउन ठेख अनलिपा ठो चाहिँ मतलब बासुरी ठठियाना छ्या स्टेज प्रोग्राम याना पिट्नको ढाबले नापा दक्कुची चाहिँ कोठाजको सीमित जी थे चाहिँ मतलब चाहिँ थे प्रोग्राम याना गणन चाहिँ मतलब थे बासुरी पिट्नेको ढैगु नमर्ने तर आवयाली चाहिँ मतलब छुले ढाबले चाहिँ सक्खुसित छौ चाहिँ मतलब झल्न चाक्यो किसिम झल्न चाकी त झिसँग चाहिँ मतलब चाहिँ छुले ढाबले चाहिँ ठठिना बासुरी पिट्ना ठटे डक्को चाहिँ मतलब जनमानसी न्यनी मतलब भया मतलब झिसँग चाहिँ बासुरी पिट्नको ख ठुके चाहिँ टस्क ग्वालियाना डिपी जस्तै झी गुरु वाद्यवादक श्री धर्ममुनिकार अनवना नापालिपा मधुसान ठो बासुरी पिदनीको इले ठो बासुरी पिट्नेको इले छम चाहिँ मतलब छन ठे ठक्वा गाया चाहिँ मतलब चाहिँ छम मतलब ल्यामोचा गयो नागो नगटी म चाहिँ यो नाच्छु त्यहाँ श्यामपट्टि नापालीको मर्डन सानो ठो चाहिँ मतलब बासुरी पिट्ने कि जिने चाहिँ मतलब चाहिँ छुले ढाबले चाहिँ बबिता गोपाली जुन यो चाहिँ योगदान यहाँ दिएको दो वो योगदान या त ठो बासुरी ठो झिगु नेवा बासुरी खलन कदर यासे वेको चाहिँ मतलब चाहिँ योगदान या त मन मस्तिष्क तया वेको योगदान या त चाहिँ मतलब पाल हाते तया याले बयाटेको जी तासे जिगु नुवा ख छकु थने कोचाका छ हस्त जोजोल्पा जी देवकृष्ण महर्जन ठो झिगु नेवा बासुरी खल ठगवाया संरक्षक झिसो ठौ ठो झिगु नेवा बासुरी खलन नेवाटेउ संस्कृत नापन जोरे जुगु ठो झिउ बासुरी बाजाया त संरक्षण यागु नीति बासुरी पछि याना ठौ सोगगु समूह इतो चाहिँ झिस ठो ठौ पर्सिसन बिया सम्पन्न यानुगुडु झिसो चाहिँ ठो झिगु नेवा बासुरी खल छा
स्थापना यनु ढासा झिउ ठो नेवा संस्कृति नाप जोरेज बुबु ठो विशेष ना ठो बाँसुरी बाजा विसार टना उन्ट्यौँ झिसँग खना छ्यारा रासा नापा डुगु जो बाँसुरी बाजा चाहिँ परम्परागत रूपमा चले जाएका छौँ वो नख चखबले चाहिँ ठ्या बाजा पुयो अले लिपा वो बाजा चाहिँ मपियो अले बिचे चाहिँ ग्याप चाहिँ ढुङ्गा चाहिँ वो व्यवस्थित रूपमा वन मपु अवस्था त चाहिँ गएन चाहिँ पार्या रियो चाहिँ झिस सोचे विचार यानले चाहिँ आ चाहिँ नु ढङ्ग ठो बाँसुरी बाजे न्यानियनमा ठुके चाहिँ समाजे चोपी बाललापी मोनोटेर चाहिँ ठुके समावेशियामा अले ठो बाँसुरी बाजा चाहिँ ह्यानीको निम्ति ठो बाँसुरी बाजा समूह जोपी हरेक वाद्य वादक त चाहिँ छुनो तरिका चाहिँ जीविका जीवनयात्रा चाहिँ सक्षम जिम्मा हिसाबमा झिस चाहिँ आधुनिक तरिका चाहिँ ठो बाँसुरी चाहिँ झिस सेनुको ख आठको झिउ बाँसुरी खलाउन झिस चाहिँ करिब चाहिँ 70-80 जना मस्तेट चाहिँ ठो बाँसुरी सेन ढुङ्गा अब मस्त चाहिँ ठयो चाहिँ जीवन जीविका यात्रा चाहिँ सफल जुइढुङ्गा अवस्था ख त्यो मतलब छले ढ्याबले ठो बाँसुरी बाजा चाहिँ छौ सदस्य जुइढुङ्गा अब बाँसुरी बाजा चाहिँ सेक ढुङ्गा वो मस्तेसँग चाहिँ छौ कार्यक्रममा उना चाहिँ बाँसुरी पिपले चाहिँ 1500-2000 रुपियाँ चाहिँ कम्याफु अवस्था जुइढुङ्गा हो जो कारण ठो छौ किसिम झिस सोचेनु हिसाबमा ह्याउनु परम्परागत रूपमा चले जाछौँ बाजा चाहिँ तनाउ सानो आठको झिउ बाजा चाहिँ टनिमको झिउ छिटो चाहिँ ग्यारेन्टी जुइढुङ्गो छ्यारा आ छौ ज्या झोले बाँसुरी पिसार कि उइट चाहिँ 1000 चाहिँ 1500-2000 तक बेर ढुङ्गाला वो चाहिँ ठो बाँसुरीले चाहिँ टलिन च्या लगे जी वो जो कारण चाहिँ आठौ किसिम चाहिँ झिस चाहिँ हेड छि सफल जोडो आ छिटो ठुके चाहिँ आ झिस नापठेडो चाहिँ मिसा मस्त मोजु अयो हिसाबमा झिस सोचे महिना आ चाहिँ विशेषता मिसा मस्तेसन बाजा चाहिँ मलाई ठुके पुइ ढुङ्गा चाहिँ झन्डे चाहिँ ठो बाँसुरी चाहिँ बाँलाउया चौधो झिउ संस्कृति नाप झोरे जो ठो हरेक क्रियाकलाप त चाहिँ सकारात्मक ढङ्ग चाहिँ ह्यानुना चौधो हो जो कारण झिस ठो सफलतापूर्वक ठाउँ टाको चाहिँ ठन्टाको उयोले चाहिँ छिटो गर्व लगे चौधो अले छिटो चाहिँ ठोठासे ठिङ्क्यु निम्ति छिटो चाहिँ यो कुसाएन छिटो ग्वाल नचौधो छिटो चाहिँ सकारात्मक रूपमा चाहिँ छिटो चाहिँ उत्प्रेरणा बिहा चौधो हो जो कारणलाई चाहिँ झिपिन एक चाहिँ हौसला दिएका चाहिँ ह्यानुना चौधो लिपा टाकन झिउ संस्कृति बचाउने निम्ति निरन्तरता बिहा चाहिँ झिपी ह्यानुन्यु छौ उद्देश्यका साथ हुन चौधो ठुके चाहिँ दक्षान सजिना चौधो डक्कु सहयोगी डक्कुसित चाहिँ धन्यवाद बिहा विशेष त ठो थानकोटे चाहिँ बाँसुरी बाजा प्रशिक्षण बिट झिउ चाहिँ बाँसुरी खलाउन चाहिँ निमन्त्रण लिन चाहिँ झिउ निमन्त्रण स्वीकार्न चाहिँ छौ गुरु यो रूपमा झायादिमा उपत्यका नाजामा छि धर्ममुनिकार दाइ चाहिँ दाइटे चाहिँ विशेष जना चाहिँ धन्यवाद चाहिँ बिहा चुनौटो जिम्छ आगामी दिनेन ठो बाँसुरी त चाहिँ अझ न थप ऊर्जा बिहा थप चाहिँ विकास याना झिउ नेवा सभ्यता चाहिँ ह्यानिको निम्ति ठ्यौ अझ न चाहिँ मेरो झिस चाहिँ प्रशिक्षण बिबी हुने झिउ उद्देश्यडु ओजो कारण ठोज्याया त सहयोगी दक्षिण चाहिँ धन्यवाद विषय झिउ नुख ठने कोचाकी सुब्याडु धन्यवाद नमस्ते।